हामी यति बेला दिगो विकास भन्ने टपिकमा छौँ। दिगो विकास साथीहरू, दिगो विकास भन्नाले के बुझिन्छ र दिगो विकास के हो भन्ने कुरा ध्यान दिनु साथीहरू। दिगो विकास भन्नाले प्राकृतिक स्रोत र साधनलाई असर नपार्ने है त। लेख्नुहोस्, प्राकृतिक स्रोतलाई प्रभाव नपारी भावी पुस्ताको सुविधालाई ध्यानमा राखी गरिएको विकास कार्यलाई दिगो विकास भनिन्छ। दिगो विकास प्राकृतिक स्रोत र साधनहरूलाई कुनै पनि असर नपारी गरिएको विकासको काम जसले चाहिँ भावी पुस्तालाई, आउँदा पुस्ताहरूलाई समेत फाइदा गर्छ हो। त्यस्ता विकासका योजनाहरूलाई हामीले दिगो विकास अथवा दिगो विकासका कार्यहरू भनेर भन्न सक्छौँ। दिगो विकासको चाहिँ शब्द सुरुमा उन्नयन आयोग गर्नुभएको थियो 1983 को सेप्टेम्बरमा है। 1983 को सेप्टेम्बर, सन् 1983 को सेप्टेम्बर है त, सेप्टेम्बरमा गठन भएको ब्रुल्यान्ड आयोग आयोगबाट पहिलो पटक दिगो विकास शब्द आएको हो। 1983 को सेप्टेम्बरमा गठित ब्रुल्यान्ड आयोगबाट दिगो विकास शब्दको सुरुवात भएको थियो। यहाँ यसको अध्यक्षता चाहिँ नर्वेका प्रधानमन्त्रीले गरेका थिए है। नर्वेका प्रधानमन्त्री ग्रोनी हर्लेस नर्वेका प्रधानमन्त्री ग्रो हर्लेस भन्ने मान्छेले ब्रुल्यान्ड आयोगको अध्यक्षता गरेका थिए। नर्वेका प्रधानमन्त्री ग्रो हर्लेस भन्ने मान्छेले ब्रुल्यान्ड आयोगको अध्यक्षता गरेका थिए र 1983 को सेप्टेम्बरबाट पहिलो पटक विश्वको संसारमा दिगो विकास शब्दको उत्पत्ति अर्थात् दिगो विकास शब्द आएको र नेपालमा 6औं योजना, विकासको योजनाहरूमध्ये 6औं योजनाबाट दिगो विकासको सुरुवात भएको थियो। र अहिले हामीले नेपालमा चाहिँ लागू गरेका दिगो विकासका लक्ष्यहरू जम्मा 17 वटा छन्। ध्यान दिएर हेर्नुहोस्, लेख्नु होला नि साथीहरू है त। दिगो विकासका लक्ष्य, दिगो विकासका लक्ष्य, दिगो विकासका लक्ष्यहरू दिगो विकासका लक्ष्यहरू हामीले हेर्छौँ। दिगो विकासका लक्ष्यहरू गर्दाखेरि हाम्रो किताबमा अथवा कतै धेरै भए तापनि हामी छोटो र मिठो गराउँछौँ।
मुख्य मुख्य शब्दहरूलाई चाहिँ हामीले केलाउनु पर्छ। एउटा एउटा शब्दहरूले गरेर हामीले पढ्यौँ भने त्यो सजिलो हुन्छ। ध्यान दिएर हेर्नुहोस् है त। लक्ष्य नम्बर 1 मा छ भोकमरीको अन्त्य। भोकमरीको अन्त्य। अन्त्य पहिला भोकमरीको अन्त्य भएपछि सरी 1 नम्बरमा भोकमरीको है सरी सरी 1 नम्बरमा गरिबीको अन्त्य। गरिबीको अन्त्य भएपछि भोकमरीको अन्त्य। गरिबीको अन्त्य। गरिबीको अन्त्य। लक्ष्य नम्बर 1 गरिबीको अन्त्य। त्यसमा हामीले गरिबी भन्ने शब्दलाई चाहिँ एकदम ख्याल गर्नु पर्यो। गरिबीको अन्त्य भन्ने शब्दलाई हामीले ख्याल गर्यौँ भने गरिबीको अन्त्य हो भनेर हामीले बुझ्न सक्छौँ। 2 नम्बरमा मैले अगाडि नै भनिसकेँ, मिस्टेक भएको प्रारम्भिक त्रुटि गरेको हुन्छ है। 2 नम्बरमा चाहिँ भोकमरीको अन्त्य को अन्त्य। 3 नम्बरको अब गरिबी पनि हट्यो, भोकमरी पनि हट्यो, अब के हुन्छ त हामी स्वस्थ हुनुपर्छ है। स्वस्थ जीवन। सरले के लेख्यो यो स्वस्थ जीवन मात्रै हो र भन्ने प्रश्नहरू पनि आउन सक्छन्। स्वस्थ जीवन मात्रै होइन, स्वास्थ्य है, गुणस्तरीय स्वास्थ्य अथवा स्वास्थ्य जीवन र समुन्नत समाज भन्ने हो है। स्वस्थ जीवन र समुन्नत समाज। हजुर समुन्नत समाज। स्वास्थ्य मात्रै ख्याल गरे हुन्न र पुग्यो नि त। एउटा एउटा शब्दहरू ख्याल गर्नु, सबै तपाईँ भोगेर सम्भव छैन। टेक्निक फलो गर्नुहोस्। फर्स्टमा गरिबी, सेकेन्डमा भोकमरी, थर्डमा स्वास्थ्य, और फोर्थ चौथो लक्ष्य के होला? विकासको चौथो लक्ष्य गुणस्तरीय शिक्षा। अब स्वास्थ्यपछि शिक्षा। गरिबी हट्यो भने भोकमरी पनि हट्छ। अब भोकमरी पनि हट्यो भने स्वस्थ जीवन हुन्छ, शरीर स्वस्थ हुन्छ। स्वस्थ मात्रै भएर हो त भएन, के चाहियो? गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा। ल गुणस्तरीय शिक्षा मात्रै भएर हो। अब त्यो शिक्षा पाएका मान्छेहरू कस्ता हुनुपर्छ? शिक्षा पाएका मान्छेहरू मिलेर बस्नुपर्छ गाउँ समाजमा। महिला र पुरुषहरूमा के गर्न हुँदैन? विभेद गर्न हुँदैन। अब शिक्षा पाएका मान्छे कस्तो हुनुपर्छ त? मिलेर बस्ने, केटाकेटीमा विभेद नगर्ने, महिला पुरुषमा विभेद नगर्ने, छोराछोरीको विभेद नगर्ने है। अब त्यसै के हो त? लैङ्गिक समानता। समानता। केटाकेटी हो भनेर विभेद गर्न पाइएन। कसले? गुणस्तरीय शिक्षा पाएको मान्छेले केटाकेटी हो यो भनेर छुट्याउन पाइएन र के गर्न पर्यो? मिलेर बस्नु पर्यो। त्यति। अब सरले एउटा एउटा शब्द भन्नुभएको छ भन्ने हो। यो शब्द मात्रै होइन, कहिलेकाहीँ तपाईँले महिला सशक्तिकरण भन्ने आइदिन सक्छ। यसमै पर्छ है। लैङ्गिक समानता हो महिला सशक्तिकरण। एउटा एउटा शब्द ख्याल गर्नुहोस्। गरिबी, भोकमरी, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता। तर लैङ्गिक समानताभित्र महिला सशक्तिकरण पनि त्यही भित्र पर्छ। अब महिला सशक्तिकरण प्रायः जसो महिलाहरूले के गर्छन्? पहिला प्रायः है त्यो भनेर फेरि महिलाहरूलाई उपेक्षा गर्न खोजेको होइन। महिलाहरू अब घरको कामहरू बढी गर्नुपर्छ। त्यसको लागि घरको काम अनिवार्य गर्नको लागि हामीले घर गृहस्थी र खाना पकाउनको लागि पनि त के चाहियो? पानी चाहियो। कसले गर्छ? गुड। 5 मा